पठाएर ल्यायौँ र अब त्यस्तो केही पनि प्रब्लम होइन, ज्वरो चाहिँ आउँछ कहिलेकाहीँ भन्नुभयो डाक्टरले। मम्मीलाई चाहिँ यति साह्रो भएको कारण चाहिँ अब ओपन पनि भयो अनि लेपस पनि भयो। लेपस भनेको चाहिँ छेडेको अरे, ओपन भनेको चाहिँ काटेको। अब दुईटा भयो अनि डाक्टरले पनि भन्नुभयो अरे अब ठुलो हो, यो चाहिँ ठुलो अपरेसन हो, त्यही भएर यसरी ज्वरोहरू पनि आइरहेको छ भन्नुभयो। र मम्मी आज तपाईँले चाहिँ कति दिनमा नुहाउनु भयो? खोइ मेडिकलबाट आएको कति दिन भयो मैले थाहा छैन कति दिन भयो। मम्मीले जिउ पुरा हल्का हल्का लागेको छ लाग्नु नि। त्यही त 15 दिन जति भयो होला नि मम्मी। पुसपासी पारिरहेका थियौँ हामीहरूले अनि नुहाउन चाहिँ आज नुहाइदिउँ अब मम्मीलाई। अनि अलिक सन्चो भयो भन्दै निकाल्नु आएर ननाइकन एउटा बिस्कुट पनि खानुहुन्न थियो, अहिले यत्रो दिन ननाइ बस्नु परेको छ। मान्छेको जिन्दगीमै के हुन्छ केही जान्न सकिँदैन।